नेपाल प्रहरीले नै पदपूर्तिका लागि विभिन्न पदहरूमा आवेदन दिनका लागि सार्वजनिक गरेको भिडियो सूचना सन्देशमा युवाहरूले लेखेका छन्, नेताको चाकरी गर्न यत्रो नि आउँदिन, बरु खाडीमा बेल्चा हान्न जान्छु। नेताको दास हुन पर्छ, म चाहिँ हुन्न भर्ती। जनता मार्ने प्रहरी चाहिँदैन, #नो पुलिस जब। पहिले गाउँको दाइहरू प्रहरी र सेना बन्न मरिहत्ते गर्नुहुन्थ्यो। तलब सेवा सुविधा भन्दा पनि राष्ट्रियता र देशभक्ति बढी थियो। गाउँमा इज्जत र सम्मान हुन्थ्यो। आजकल त प्रहरी र सेना भन्ने बित्तिकै करियर बिगारेको, केही गर्न नसकेर पुलिस भएको, भविष्य अन्यल भएको भन्ने भाष्य स्थापित भएको छ। प्रहरी र सेनामा काम गर्ने भन्यो भने त बिहे गर्न केटी नै नपाउने अवस्था छ। यस्तो स्खलन कसले, कसरी र किन ल्यायो? गम्भीर समीक्षा हुनुपर्छ। मलाई झण्डै 10 वर्ष अगाडि असैको अफर आएको खाँदिन भनेर हिँडेको मान्छे अहिले खुसी छु निर्णयदेखि। जिन्दगी नेताको दास बनेर सकिन्थ्यो, स्वतन्त्र त छु कमसेकम। नेपाल पुलिसको जागिर खाएर नेताको जुत्ता बोक्नु, छोराछोरीलाई स्कुल लाने ल्याउने, सब्जी किन्ने नोकर भएर बस्नुभन्दा गाउँघरमै हलो जोत्नु बेस छ साथी हो। भ्रष्टाचारी नेताको सुरक्षा गर्न भर्ती नबनाऊ नेपाली दाजुभाइ। नेपाल पुलिसको जागिर 1 खान्न, 2 खान्न, 3 खान्न। भ्रष्टाचारी नेताको गुलामी गरेर देशमा बस्नुभन्दा बरु खाडी नै ठिक छ। नेपाल प्रहरी राजनीतिको प्रहरी, भ्रष्टाचारीको गुलाम, राज्यको बोझ भार। तिनकुने घटनामा सबिन महर्जनलाई गोली चलाउने को हो र कसको आदेश हो, अनि आफ्नो कोठा फर्किँदै गर्दा दाजु बहिनीलाई गोली चलाउने को हो, यो विषयमा छानबिन गर्नु पर्दैन? बरु खाडी